आज चाहिँ हामी डिनरमा यहाँनेरि बर्गर बनाउँदैछौँ अनि यो चाहिँ सामानहरू यहाँ रेडी गर्दैछौँ बर्गरको लागि। कस्तो दामी बन रहेछ यहाँ फर बर्गर। यहाँ चाहिँ फ्राइज छ, यहाँ चाहिँ ब्रेड क्रम्स बनाउनु पर्छ हाम्रो दादाले लोकल स्टाइलमा। यहाँनिर चाहिँ हाम्रो रुद्र दादाले बर्गरको लागि बर्गर प्याटिज बनाउनु हुँदैछ चिकनको हैन। टक्क ब्रेड क्रम्सहरुलाई र यहाँनिर चाहिँ बनिसकेको छ दामी चाहिँ। अब चाहिँ सबै सामानहरू रेडी भएर हाम्रो दादाले यहाँ बर्गर बनाउनु हुँदैछ, सेट गर्नु हुँदैछ। हाम्रो कान्छा दादा जिन्दाबाद। अब चाहिँ हाम्रो बर्गर सबै रेडी भएर खानुको लागि रेडी। टाडा बर्गर एन्ड फ्राइज। Capitin पनि हाल्दिनु ल। बुझ्यो? यो हालेको र?